कैलालीको लम्की बजारमा जेनजी युवाहरूले महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। एमालेको मनप्रति चल्दैन अब युवा जाग्यो अब युवा जाग्यो। बाराको सिमरामा जेनजीमाथि एमालेले हस्तक्षेप गरेको भन्दै एमाले नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। उहाँहरूले जुन प्रकारले अहिले गुन्डुमा दादागिरी चलाइरहनु भएको छ त्यो खालको दादागिरी अरु नेपालमा चलाउन नहुन र चलाए। एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत विरुद्ध नाराबाजी गर्दै जेनजी युवाहरूले एमालेको मनपरी अब नचल्ने चेतावनी दिएका छन्। जेनजीहरूको रगतबाट बनेको सरकार र जेनजीको राबता अझै बाँकी रहेकाले जेनजीमाथि हस्तक्षेप गरे कसैलाई नछोड्ने कडा चेतावनी दिएका छन्। जो जेनजी हाम्रो जेनजीहरूमाथि जो हाम्रो एमालेको हस्तक्षेप र हातपात भइरहेको छ त्यो हिसाबले हामीले आज मुद्दा उठाएको र यो हाम्रो यो सुदूरपश्चिममै धेरै ठाउँहरूमा मान्छेहरूले आवाज नउठाउने हाम्रो जो जेनजी युवाहरूले आवाज नउठाउने कुराहरू धेरै देख्दा हामीहरूलाई लास्टै नै नराम्रो लागेको हुँदा हामीहरूले आज चाहिँ आवाज उठाउनै पर्छ भनेर हामीहरूले यस लम्कीचुवा नगरपालिकाबाट आवाज उठाएका छौँ र हामीहरूलाई न एमाले चाहिएको न काङ्ग्रेस चाहिएको न माओवादी चाहिएको। हिजोको दिनमा नेताहरूले जुन कारमा हिँडे गाडीमा हिँडे जसरी जुन सेक्युरिटी लिएर हिँडे के लिएर हिँडे त्यो कुराहरू हामीहरूलाई मतलब भएन। अब हामीहरू चलाउँछौँ हामीहरू गर्छौँ भनेर आएका छौँ। भोलि बिहानको दिनमा हामीहरू सबैजना मिलेर हामीहरूले यो जुन पार्टीगत हिसाबमा जसले हस्तक्षेप गरेर जो हामीहरू जेनजीहरूलाई प्रयोग गरेर भोलि झगडा गराएर यताउता दुनियाँदारी गरेर युज गर्न थालेको हुनाले हामीहरूले अति नै भएर यो आज यो सानो एउटा आन्दोलन गरेको हो। तसर्थ यो यसको हामीहरूको मुख्य एजेन्डा भनेको हामीहरूले चाहिँ हामीहरूका अब गएका पुस्ताहरूका लागि हैन के सिकाउने र कस्तो सिकाउने र हामीहरूले के गर्नुपर्छ हामीहरूले पनि बोल्न सक्नुपर्छ। हामीहरूले हिजोको दिनमा चुप लागेर बस्यौँ सबै नेताहरूको पछि लागेर हिँड्यौँ। अब चाहिँ हामीहरू कुनै नेताहरू कुनै पार्टी कुनै कुराहरूको प्रति हामीहरू पछि पढ्ने छैनौँ हैन। हामीहरू कुनै केटाहरू प्रति पढ्ने छैनौँ र हामीहरूले हिजोको दिनमा जसले जो नारा लाओस् जे लाओस् हामीहरू बिस्तारै जेनजी युवाहरूले हामीले योसम्म पनि गर्नेछौँ भन्ने मलाई आशा छ कि हामी भोलिको दिनमा यहाँ पार्टीको न कुनै झन्डा न काङ्ग्रेसको झन्डा हुन्छ न एमालेको झन्डा हुन्छ न राप्रपाको झन्डा हुन्छ न माओवादीको झन्डा हुन्छ न कुनै पनि पार्टीको झन्डा हुँदैन। सबै कुराहरू हामी सघाउँछौँ। हामीहरूको मेन पोइन्ट भनेको हामीहरूलाई सिमरामा जुन भएको छ जेनजीमाथि युवामाथि हातपात भोलि बिहानको दिनमा हाम्रो देश बनोस् समाज बनोस् कसैलाई दुःख नहोस् भन्ने जेनजीहरूको चाहना भएकाले यो शालीनतामाथि धावा बोल्न खोजे सडकबाटै सबैको हिसाब किताब हुने जेनजी युवाहरूले चेतावनी दिएका छन्। लम्की चौरामा गरिएको विरोध कार्यक्रम नाराबाजी गर्दै चौरामै समापन भएको थियो। जेनजी हत्यारालाई फाँसीको सजाय दे।